Look at the view भने जस्तो भयो नि। हेलो एभ्रिवान, वेलकम ब्याक टु माई च्यानल एन्ड न्यू ब्लग। अनि म चाहिँ अहिले उँभो जेटी गर्नलाई जान लागेको माथि साइडमा। अनि आज चाहिँ यो झोलामा एक झोला छ क्या, यसमा हेलमेटहरू ज्याकेटहरू सबै छ, अस्ति दिनुभएको छ। अनि अब त्यो पनि लानु पर्यो। अनि नोटबुकहरू सबै बोक्दाखेरि चाहिँ यो मैले ठुलो झोला नै बोकेको। अनि टाइम चाहिँ 9:30 भइसक्यो क्या, मलाई ढिलो ढिलो भइसक्यो, त्यही भएर म चाहिँ अब जान्छु। अनि खाना पनि खाइसकेको, तर भाँडा चाहिँ माझेको छैन, त्यहाँनिर देख्न सक्नुहुन्छ भाँडा। अनि म चाहिँ अब जान्छु। मैले के छुट्यायो होला र, डायरी त्यो एउटा भयो, छैन केही पनि छुट्याएको। अब चाहिँ म जान्छु। अहिले चाहिँ 2 बजिसक्यो। अनि काम गर्ने मान्छे चाहिँ उता ढलन छ भन्दै गएँ, झन्डै पैसा उडेर गएको। अनि मैले चाहिँ खाजा किनेर ल्याएको छु। हावा चलिरहेको छ, पानी पर्न लागेको छ। अनि म चाहिँ अब खाजा खाएर जान्छु, लास्ट भोक लाग्यो क्या, त्यही भएर किनेको। अनि अब खाजा खाएर अनि जान्छु रुमतिर। सो त्यो भिडियो चाहिँ गर्नु होला। चिप्स लिएको तर छैन क्या, यसमा छन चाहिँ अलिकति मात्र छ जस्तो लाग्यो भनेको, र छ है अलिकति। डायरी नै उडाइदियो क्या हावाले। फाइनली खाजा पनि फिनिस, एउटा त बाँकी छ, त्यो चाहिँ अब रुममै गएर खान्छु। अनि चाहिँ खाइहालौँ। लुक एट द भ्यू भने जस्तो भयो नि। मैले एउटा सही डाइलग याद आयो क्या, यस्तो भन्छ नि, सहर छिरेको रहर लिएर होला क्या, त्यो भन्दैन।
सो गाइस चाहिँ अहिले चाहिँ खाना पनि खाइसक्यौँ तर भाडा चाहिँ माझेको छैन कुकरहरू भिजाइदिइराखेको छ अनि भोलि बिहान उठेर माझ्ने अनि अहिले चाहिँ हामी उता पर चोकसम्म पुगेर अहिले थियौँ भने यहाँनिर मिलनको फोन चार्ज हुँदैछ अनि अब चाहिँ हामी सुत्न लागेको अनि अब चाहिँ म भिडियो एडिट गर्छु मिलनले पानी लिएर आउँदैछ हेरौँ है त मिलनले पानी लिएर आउँछ ठुलो सानो अरू सो त्यो अब चाहिँ म भिडियो एडिट गर्छु त्यसपछि अपलोड गर्न छोडिदिइराखेर सुत्ने अनि भोलि बिहान 8-9 बजेतिर आउँछ यो भिडियो चाहिँ सो त्यो भिडियो कस्तो लाग्यो कमेन्ट गरिदिनु होला च्यानलमा नहुन्छ भने च्यानललाई सब्सक्राइब गरिदिनु होला भिडियो मन परेमा लाइक गरिदिनु होला भेटौँ अर्को नयाँ भिडियोमा